तत्कालीन नेचा बेदघारी वार्ड नम्बर 4 हाल नेचा सल्यान गाउँपालिका वार्ड नम्बर 4 विगतमा वार्ड नम्बर 6 अन्तर्गतको नेचा एकराते जहाँ चाहिँ हामी यो विशेषतः सुटुनीको खेती गर्थ्यौं, बोडी लगाउँथ्यौं, मकै राम्ररी फल्थ्यो। त्यही भूभाग हो यो। अहिले यसरी जंगलमा घैया धान यो चाहिँ अहिले यसरी एउटा बिरुवाहरूको बस्तीका रूपमा विकसित भएको छ र मेरो भूभाग यही क्षेत्रबाट, यही देखिएको कान्लोबाट पर क्यामेराले कैद गरेको भन्दा थोरै पछाडि अगाडि एउटा सिमलको रुख देखिँदैछ। अझै पछाडि आँपको रुख, त्योभन्दा अलिकति पछिसम्म मोटर बाटो थोरै देखिँदैछ। त्यसैको थोरैतिर तल झरेर यही देखिएको पेरिफेरी जहाँ म खेलेँ, काम गरेँ, गाई बस्तु चराएँ, त्यही भूभाग। र यहाँ हामी देख्दैछौँ मेरो भाइ सानी ठुली आमाको छोरा ओपी कटेल, मेरो भाइ भोजराज कटेल, भान्जा केदार जो संयोगले यहाँ आउनुभएको छ। बिहिबारेमा व्यवसाय पनि गर्नुहुन्छ। उहाँ व्यवसायी पनि हो, उद्योगपति पनि हो। र यो क्षेत्रफल यहाँबाट यिनै सल्लाहरू क्रस गर्दै गर्दै यो अगाडि देखिएको भूभागबाट ती देखिएका सल्लाहरू यो के भन्छ यसलाई चिलाउनेहरू खरबारी तल खर देखिन्छ, जहाँ हामीले यहाँ खेती लगाएका थियौँ। यसरी अब अहिले यसरी चाहिँ घाँसे मैदानमा परिणत भएको छ, घाँसे पाखाको रूपमा। तलसम्मको पेरिफेरी यो चाहिँ मेरो स्वामित्वमा रहेको सोलुखुम्बुको सम्पत्ति। सबै कभर गर्न सकिएन। ल मलाई पनि यो चाहिँ मेरो पैतृक सम्पत्ति, एउटा पाटो। विशेषतः घाँस, दाउरा, यो त्यसपछि यो खर, छाउने खर, घैया, मकै, सुठुनी, विशेषतः बोडी, यिनीहरूको लागि यो चाहिँ अत्यन्त उर्वर ठाउँ थियो। र मेरो बाबाले रोप्नुभएको आँप लगायतका फलफुलहरू पनि त्यहाँ छन्। यद्यपि यो हाम्रो बस्ती होइन र यो उर्वर क्षेत्र हो। यहाँ अलिकति अगाडि मेरो सीमाभन्दा अगाडि अडिबहादुर राईको घर छ, जहाँ मरिचको खेती छ। होइन खान्छ, मरिचको खेती छ, कटहरको खेती छ, सुन्तलाको ठुलो बगान छ। त्यस्तो उर्वर ठाउँ। यद्यपि यहाँ अहिले बस्तीको अभावमा चाहिँ हामीले यहाँ यो वृक्षारोपण गरेर रुखहरू हुर्काएको अवस्था छ। राम्ररी धान फल्छ। र यहाँको एउटा समस्या भनेको यो अलिकति सुक्खा क्षेत्र पर्छ, पानी धेरै टाढाबाट ल्याउनु पर्छ। यहाँ सिँचाइको प्रबन्ध राम्रो छैन। यदि सिँचाइको प्रबन्ध हुन सके यो सिङ्गो फाँट चाहिँ अत्यन्त उर्वर भूमि पनि हो। सम्बन्धित पक्षको पनि ध्यान जाओस् भन्ने आग्रह गर्न चाहन्छु। धेरै छैन होला।